उसलाई मन परेको बाइक नै हो। क्रसफायर चाहिँ एकदम उनको ड्रिम बाइक नै रहेछ। ल फाइनल बाइक त्यो बाहिर अब हामी बाइक कुदाएर वेलकम आई लभ यु सेक्सी मैयाको सेक्सी बाइक ल कङ्ग्रेचुलेसन भनेको त कङ्ग्रेचुलेसन नभन्ने ओहो लास्टै कतरा धोका दियो। तपाईँले कस्तो लाग्यो भन्नुहोस् न राम्रो लाग्यो जानकारी पटेङमा जस्तो छ त आगे राम्रो छ या पनि गर्न आउँछौँ ल मम्मी के गरेर ल हाम्रो अब बाइकको पूजा हुन आँट्यो यहाँ हामी चाहिँ फाइनली पोखराबाट बिदा बारी भएर हाम्रो दाङतिर लाग्न आँट्यौँ। यहाँको बस एकदम रमाइलो भयो हाम्रो यात्रा चाहिँ एकदम रमाइलो भन्दा नि बब्बाल रमाइलो भयो होइन। यिनी पनि एकदम रमाइलो म पनि रमाइलो दुइटाको कम्बिनेसन एकदम मिल्ने भयो हुनाले एकदम रमाइलो भयो यात्रा हाम्रो। अनि अब हामी लाग्यौँ अब लगभग 7-8 बजीतिर हिँड्न आँटेको छौँ यहाँबाट। हामी चाहिँ स्ट्रिट नम्बर 19मा बसेर छौँ। लेफ्ट साइडबाट अब हामी निस्किन आँट्यौँ। ल हामी अब ठ्याक्क पोखराबाट निस्केर 1 घन्टा जति हिँडेर ठ्याक्क यो भालु पहाड भन्ने ठाउँमा आइपुगेका छौँ। के नाम राखिदिएको यस्तो यार भालु पहाड नाम पनि यत्रो ठुलो अक्षरमा राखिदिएको छ यहाँनिर। ट्याक्क हेरेर नाम चाहिँ थाहा पनि मलाई तर दामी पुल रहेछ यार। ल फाइनल गाइजहरू हामी होटल पुग्यौँ के अरे लगभग 5-6 घन्टै लाग्यो हामीलाई पुग्यो यहाँ पुग्न। मजाले अलिअलि खाँदै आयो नि। अब यहाँ पुगिसकेपछि उसले चाहिँ के भन्यो भने बाइक हेर्न जाऊँ भन्यो। डट बाइक किन्नु मन लाग्थ्यो नि त उसलाई बाइक हेर्न जाऊँ भन्यो। अब यहाँ आएर उसले चाहिँ अब मन परेर बाइक किनिदिइहाल्ने अरे अब एकछिन आएर किनिदिने अब आज अब अलिअलि पैसा बुझाएर भोलि आज यही बस्नु पऱ्यो हामी भोलि उसले चाहिँ पास गरेर लगिहाल्ने अरे भोलि अपर्चुनिटी भयो होइन। उसले चाहिँ अब एकदमै छिटो डिसिसन लियो कि किनिहालेर आज अनि अब भोलि यसो पाससास गरेर हामी लगेर जाने बाइक लगेर जाने उसलाई एकदम मन परेको अरे। उसलाई मन परेको बाइक यही हो ए बाइक यो बाइक मन परेको उसलाई सुमाको यासिन भनेर छ। त्यो पनि अब नयाँ ब्रान्ड हो नि त होइन कस्तो छ यसो रिभ्यू हेर्दा राम्रै छ कि अरे यही किन्छ भने चाहिँ यही मन परेको छ नि त डबल साइलेन्सर होला ट्याक्कै डबल साइलेन्सर होला बाइक अर्को पनि यहाँ दुईवटा छ नि तिनीहरू मन परेन यो चाहिँ मन पऱ्यो अरे यो चाहिँ लाने अरे मलाई पनि यही मन परेको डबल साइलेन्सर छ तर कलर ठिकै छ र चाहिँ अब गएर मोडिफाई हान्ने भन्थ्यो क्या। ए ल हाम्रो प्यारीले के अरे एकैछिनको डिसिजनमा नयाँ बाइक किन्न आँट्यो के अरे बुलेटसँग एक्सचेन्ज गरेर क्रस फायर जस्तो बाइक किन्न आँटेको छ। पैसा दिइसक्यो यसरी बुझाइसक्यो नि अब बाइकको माया लगाएर पहिलाको बाइकको माया लगाएर रुन आँटेको बिस्तारै आशिष चुन्छु न आँटेको छ केही हुँदैन भने म सम्झाएको उसलाई फेरि केही हुँदैन होइन उनको इच्छा थियो नि त के अरे क्रस फायर चाहिँ एकदम उनको ड्रिम बाइक नै रहेछ त्यही भएर किन्यो भन्दा मैले पनि मोटिभेसन गर्ने म अनि किन्ने यिनी बाइक आउँछ मोटिभेट गर्ने म चार साथीहरू म त के भयो साइको भयो कि म ठाउँमै हेर्नु न मलाई आज किन्दिनँ भनेको थिएँ हेर्नु न ठाउँमै डिसिजन यस्तो छ कि मेरो दिमाग साइको घर जान लाग्ने मान्छे सोध्न आएको मान्छे लास्टमा बाइक लगेर जान्छु भने त्यो भन्दै मैले नि अनि दाङतिर पाउँदैन नि त फेरि होइन त्यही भएर दाङमा नपाउने भएर चलपल हान्ने अरे के पायो दाङतिर 1 पिस बनाउने भन्छ कि 1 पिस जाऊ फेरि लगाइ भयो कसरी हो खुट्टा पुग्दैन नानीका खुट्टा जोड्ने भएको लट्ठी जोड्ने भएको त्यो लट्ठी निकाला म साइको हो नि मान्छे साइको साइको है त्यही त भने त अस्ति तिमी साइको म मेन्टल ठ्याक्कै जोडी मिलाएछ फेरि डिसिजन लिने उस्तै जोस गर्ने उस्तै उसले नगर भनेको भए त म गर्थेन गर्थेन होला बिचमा फेरि तिमीलाई गर्न मन छ भने ल गर होइन इच्छा लागेको चिज गर्नु पर्छ म पनि त्यस्तै छु झन् म पनि त खतरा रहेछ चाहियो भने ठाउँमै चाहियो कि खासमा बाइक तिम्रो किन्ने प्लान गर्थ्यो अरे म लगभग 2-4 महिनापछि नि 2-4 महिनापछि थियो ए बाटोमा कुरा गर्दै गयौँ लास्टमा 2-4 महिना भनेको बुलेट बाइक पनि गयो ध्यान नभयो
बाइकको माला छ भन्छु नि ल्याउनु चाहिँ बाइकको माला ला नि सच्चै लाग्छ क्या कसलाई रुन लाग्थ्यो पछाडि अघि त के भनौँ भन्नु म फेरि अब के भनिदिउँ भने रोलिन भनेर है ठिक छ मम्मीले पनि ल्या ल्या गर्दैछन् खाली मम्मीले पनि जोड्छन् मम्मी एकदम चिल हुन्छ यिनको मम्मी त्यही भएर अब ए ल्याइदिए भन्ने टाइप कुराहरू पो पैसा हालिदियो छुट्टीले अनि ल्याउनु भयो छोरीले है मम्मी र दिदीले हो मम्मी र अनि राधा दिदी होइन राधा दिदी एकदम सपोर्टिभ मान्छे होइन एक केही नभनेको उसले केही नभनेको होइन हालिदिएको मलाई त लाज लाग्यो हाम्रो राधा दिदीलाई धेरै माया छ होइन जोसाउने मान्छे ए दिदीले चाहिँ केही अप्ठ्यारो पऱ्यो भनेर फोन गर्न खोज्नु भयो होला यिनी फेरि यहाँ फेरि हाल्नु पैसा नै पनि हाल्नु गर्नु म त भाइ हामी के गर्ने होला ल फानेर बाहिर बाहिर ल म फर्स्ट अगाडि म ट्राई गर्छु बाइक बाइक साइकल ल्याएर यहाँ होटलमा राख्यो आज सोमबार राम्रो हुन्छ भनेर फेरि पूजा गर्ने भन्यो उसले अनि पूजा गर्ने समय पस्दा आएर मैले बल्ला बल्ला ल आधा घन्टा जति खोजेर लिएर आएँ अब अनि म यहाँ चाहिँ रुममा बसेर फ्रेस हुँदै गरौँ खोजेर आउँछु भन्यो त्यही आएको छु आज पूजा गर्ने अरे भोलि चाहिँ मङ्गलबार अलि अशुभ दिन हुन्छ अरे त्यही भएर आज चाहिँ पूजा गरिदिउँ भनेर खोजेर ल्याइदिएछु अब एकछिन पूजा गर्छु हामीले अब हाम्रो बाइक पूजा गर्न यो ल्याइदियो भने थ्याङ्क यू रे आधा घन्टा खोजेर ल्याइदिएँ नि त मैले तल लगाएर अनि त्यही भएर थ्याङ्क यू है वेलकम यु मस्ट वेलकम मान्छे भने मान्छेलाई अहिले चिया मेरो लागि कस्तो दुःख गर्यो नि त है साथीमा यति चलिहाल्दैन होइन र आई लभ यु तिम्रो अहिले तिमी चाहिँ चाहिएला हुँदैन नचाहिएला भन्छु अहिलेको लागि मात्रै हो कि अघिको यो ल्याइदिएको भएर चाहिँ बाइक किनेर खुसी चाहिँ आज आज अहिले भन्ने साँच्चीकै ल हामी पूजा गर्न जानु आँट्यौँ मैले त्यहाँ उठेको नि हाम्रो सेक्सी बाइक वाउ सेक्सी मैयाको सेक्सी बाइक खतरा छैन त लु काम देखाउने कस्तो लागिरहेको छ तपाईँले म रुन्छु रुनु हुँदैन खुसी कहाँ छैन त नाटक गर्नुहुन्छ उहाँले फेरि एकदम खुसी हुनुहुन्छ उहाँ बाइक किनेर होइन एन्ड द लुक्स कहाँ सक्नु यो बाइकसँग ल अब पूजा गर्न लाग्यो हामीले हाम्रो प्यारो दिदीले कस्तो राम्रो अर्डर गर्यो होइन त्यही बनाएको थियो अर्डर गर्न कहाँ भ्याएको थियो त नि अनि भर्खर न्यू बाइक किनेको केकको उपलक्ष्यमा अरे बाइक किनेको उपलक्ष्यमा बाइक ल्याइदियो अरे उल्टो उल्टो भन्छ केक किनेको उपलक्ष्यमा बाइक ल्याइदिनु भएको उल्टो उल्टो भन्छ अलि धेरै कमाउनु भयो केक भनेको त ठ्याक्क उल्टो भने भिडियोग्राफर बोली Happy birthday to you. के भन्छन् कङ्ग्रेचुलेसन फर न्यू बाइक होइन न्यू बाइक होइन ल हामी अब फेरि बुटलबाट नि बिदाबारी भएर जान आँट्यौँ फेरि उसको बाइक पास गर्ने अरे हाम्रो नवीन साथी आइसक्यो उसलाई चाहिँ डकुमेन्ट लिएर उताबाट बोलाएको थियो हामीले के अरे घोराइबाट उसको घरबाट अनि अब उसको बाइक पास गरेर हामी निस्किन्छौँ यहाँबाट जे होस् आज लगभग 1 घन्टा जति लाग्छ बाइक पास गर्न चाहिँ उसको बाइक पास गराउनलाई बस्यो नि त हामी हिजो यहाँ अनि अब आज बाइक पास गर्ने रे अनि त्यसपछि बाइक चाहिँ कसरी लगाउने भन्ने कुरो भयो उसलाई चलाउन आउँदैन मैले लगाउनु त होला होइन बाइक आनो सेक्सी लुक्स पास गर्न जान्छन् अब ट्याक्क पास गरेपछि उसको नाम भएपछि अनि उसले कुदाउने अरे अलि चाहिँ इन्सुरेन्स पनि क्लेम भएको छैन अझै इन्सुरेन्स सब फुल भइसकेपछि उसले अब अलि खुट्टा पुग्दैन नि त अनि उसलाई गाह्रो होला भनेर लोटाउँछु कि भनेर नचलाउ पास भइसकेपछि चलाउनु भनेको छु मैले सब लगाइछ अब हामी जान खाना खाएर जाने उता के भन्छ हो पास गर्ने यो गङ्गर जस्तो बाइक खुट्टै नपुग्ने भयो
लु हाम्रो खाना आयो खाना आयो अब खानासाना खाएर निस्किने भनेको जान चाहिँ टाइम लाग्छ जस्तो आज साँझ पुग्छ भयो नि सोरुमले दिएन के अरे केक पनि ल्याइदिन्छ एउटा ठाउँ त केक पनि ल्याइदिने के अरे होइन पास गर्ने बेला स्योर ल बाइक किनेको ट्याक्टर अब फोटो सर खिचिदिने रे उसको खाता लगाएर फुल दिनु होला है त्यो चाबी पनि बस ल कङ्ग्रेचुलेसन भनेको है त कङ्ग्रेचुलेसन नभन्ने ल बधाई छ हामी मैयाले नयाँ बाइक किनेकोमा ल अब हामी निस्किन आँटेको यो बाइक चाहिँ आज पास नहुने भयो सनाखात मात्रै गर्ने रे ट्याक्क अब यातायात गरेर सनात गरेर जाने रे अब ल हामी ट्याक्कै यातायात कार्यालयमा आइसक्यौँ के भयो अरे बिचरालाई स्टार्ट अफ भइरहेछ अब हातको नमिलेर उसलाई चाहिँ अलि रिग्रेट लगाइरहेको फेरि स्याहार हुनु लाग्यो आज पनि केही हुँदैन एक दिन पछि बानी लाग्छ कि सबै जुनै पनि बाइक पनि त्यस्तै त होइन र हुन्छ बिस्तारै के अरे हामी यो बुलेटको शनाखत गरिदिन आएको थियौँ बुलेट बाइकको अर्कोलाई दिएको बाइकको अनि यहाँबाट नहुने रहेछ के अरे भुटनमा नहुने रहेछ जहाँको बाइक हो त्यहीँ जानुपर्ने छ भने नियम चेन्ज भएको रहेछ हामी आज शनाखत गर्न पाएन यो बाइकको चाहिँ कागज बनाइदिएको छ बिल बुक चाहिँ आउन 10-15 दिन लाग्छ अरे अब हामी निस्किनु लाग्यौँ अब यहाँबाट 4 बजी ल 4 बजी साँझ 4 बजी निस्किन आँटेको छौँ दाङ कति पुगिन्छ होइन अब कसकस लगाइरहेको अरे क्या अनि पल्टाइनु भने डोराउँदै ल्याइदिने बाइक भन्दा मान्छे ठुलो देखिन्छ मान्छे भन्दा बाइक ठुलो छ कत्रो देखिन्छ यार ल फर्स्ट राइड हानेर यहाँनिर घर गएर हान्यो भने मान्दिन हो त्यस्तै गरेर चलाऊ चलाइन ए 2 राउन्ड चाहिँ हानिन् मलाई चाहिएको आन्टी मलाई डरा यार यो हाम्रो नयाँ बाइकको ब्याट्री सकेर तनाव ओहो लास्टै खतरा धोका दियो हिजो चाहिँ हामी यो बाइकले धोका दिएर लगभग 2-3 घन्टा ढिला नै पुग्यो फेरि बाइकको ब्याट्री डाउन भयो अनि त्यसपछि बाइकको हल्का तार चुटेको रहेछ कि अनि बनाउँदा यताउता गर्दा टाइम लाग्यो अनि 2-3 घन्टै ढिला अनि हिजो लगभग 10-11 बजीतिर पुगेको थियो हामी यहाँ माथि हो अझै त्यहीँभित्र छ हिजो आएर नवीन घर बस्यो अनि खानसाना खाएर हिजो सुतिहाल्यौँ अब जाँदैछ उसको मैयाको घर मेरो बाइक हेर्नु कति राम्रो छ मलाई मेरो बाइकले मैले मेरो बाइकलाई हेर्दा कि मेरो बाइकले मलाई हेर्ने बित्तिकै लाग्छ नवीन यता हेर्दा यहाँ चाहिँ नवीन हाम्रो साथीले चाहिँ हामीलाई लिन गयो है कस्तो साह्रो हेल्प गर्यो होइन नवीन त जहिले हेल्पफुल छ के कुरा गर्नु यसको त अनि यहाँ लिएर सुतायो ल यहाँ ल्याऊ अब हामी उसको घर जान आँट्यौँ के अरे आज उसको बाइकको पूजा गर्ने रे उसको बाइकको अनि पानी पनि नखाइ जाने उसको घरमै गएको छैन हामी हिजो अलि नराम्रो दिन पऱ्यो हुनाले आज बाहिर सुत भन्नुभयो उसको मम्मीले अनि त्यही भएर हामी सुनामी गर्नु सुत्यौँ है अब यहाँबाट जान आँटेको उसको घर अनि त्यसपछि हामी पूजा गर्छौँ बाहिर अनि त्यसपछि यसको हाइट हल्का घटाउने रे अनि बल्ल चढेको भन्ने हिसाब यो बाइकको हड्डी मात्रै छ अरे कसको मम्मी फाइनली हामी घरमा पुग्यौँ हड्डी मात्रै छ तपाईँले कस्तो लाग्यो भन्नु सर राम्रो लाग्यो खुवाउनु पर्ने भयो यसलाई अब यो बाइक यस्तै हो यो अफरोडमा हिँड्ने भने माथि हिँड्ने भने सानो हुन्छ लास्ट राम्रो सुहाउँछ उसलाई फेरि कति माया गर्नुहुन्छ मम्मीले मम्मी पनि चिल होइन छोरी जस्तै मम्मी त्यस्तै लु फाइनली हामी फेरि जहाँबाट स्टार्ट गरेको त्यही पुगिसक्यौँ आज उसको चाहिँ बाइकको पूजासुजा गर्ने अनि पछि सिट हाइट हल्का घटाउने भनेको सस्पेन्सन हाइट घटाउने भनेको अनि उसको हाइट चाहिँ हल्का नपुग्ने भयो कि खुट्टै नपुग्ने हो त्यो झुन्डेर चलाउनु मिलेन अलिक धेरै नै नपुग्ने भएन घटाउने हो भन्ने प्लान भएको छ आज पूजा गर्ने भने म यहाँ बसेँ बाइक पूजा गर्ने भने
मान्छेले खाले भात मासु भात खाल्यो अब भोलि फेरि अब आज नभने आज अरू काम भ्याइसक्यौँ अनि भोलि पूजा गर्ने भने ठिकै छ भोलितिर पूजा गर्नु फेरि अब मेरो घर चाहिँ अलिक टाढा पर्छ नि त्यहाँबाट अनि घर गएर फेरि अब भोलि जानु पर्ला ए हाम्रो सस्पेन्सन घटना आँट्यो अगाडिको पछाडिको चाहिँ अहिले नघटाउने रे अगाडिको चाहिँ घटना आँट्यो है सस्पेन्सन अब हाम्रो टाइमले चलाउँदै भयो ल फर्स्ट राइड कस्तो लाग्यो मजा आयो दामी छ यार लास्टै दामी छ ल हामी सस्पेन्सन घटाएर के अरे उसको बाइकको अगाडिको पनि घटा पछाडि घटा अहिले चाहिँ मजाले भ्याउँछ के अरे दामी देखेको छ आज पूजा गर्नु भएन अरे भोलि पूजा गर्नु भनेको छ जस दामी देखेको छ लास्टै दामी बनाइदिएको छ पाहुना आएपछि कसरी चार्ज हुन्छ फेरि सँगै खाने हो बाहिरदेखि खाएर आउँछ क्या खाना हुन्छ ए बाहिर खाने अनि भित्र पाहुना आएपछि लगेले पहिले हल्ला गर्न लाग्यो भने किन उनीहरूले दारी हान्न ए उसले हान्न ए त्यही भएर बिहान रहेछ यिनले खानु नि अन्त फेरि यिनले खाने हुन्छ नि थापाहरू बाटोमा होइन अब खायो भने तर त्यस्तो नखाने क्या लिमिट नखाने होइन अब को साथीहरूसँग बस्दा खाँदा राम्रो हुन्छ र त्यस्तो यिनले नखाएकै राम्रो छ बर्थडेले मलाई यहाँ अब रक्सी खाँदै अब साँझ घर आएको बेला 11-12 बजे थियो छोरी साइडमा सुतेको थियो म कोनामा सुतेको थिएँ बिचमा सुतेको थिएँ यहाँ त्यसले अरै बनाएको तिमीले फेरि हात त उठाउनु बुढीलाई त्यसले यहाँ हाने तिम्रो ठेलेको सुतेको मान्छेलाई हान्दै यिनले पनि ठेल्दै गरे अब त्यो ल हान भनेर थाप्दा भएछ बेग्लै कुरा हान्दैन सुत्या थरै पाल्यो थरै भइहाल्यो साप्रोमा हातले हानेको मुड्कीले दुखिहाल्छ नि हात हात्यो भने होइन फेरि नहाने हुन्थ्यो नि फेरि यिनले पनि हामीले यिनले पनि हानेर के बुढीलाई यो रमाइलो गर्दै बुढाबुढी झगडा यिनी गर्न पाउन पर्न अलिक गाह्रो रहेछ आज त खाँदैन बौला भन्छ नि मलाई पागल ल हिजो यिनको बाइक पूजा गर्ने भएन आज चाहिँ पूजा गर्न जाँदैछौँ आज नखाएर गइरहेछौँ हिजो मासु भात ल्याम खाएको उसले हिजो बसेको उसको बाइकको पूजा गर्ने भनेर अनि मैले भात खाएको देखेर यो मान्छेले खाइदिएको हिजो क्यान्सिल पूजा हिजो क्यान्सिल अब आज चाहिँ जाँदैछौँ हामी पूजा गर्न जानु लागि हामी प्यारीमा आज चाहिँ पक्का गरेर आउँछौँ होइन त मैले खाएको हुन्छ नि मैले खाएको देखेर यसले भात 2 थाल भात ल्याम खायो क्यान्सिल भयो हिजो होइन पहिला गफी आयो अब चाहिँ आज चाहिँ पक्का पक्की गरेर आउँछौँ बिहा पनि गरेर आउँछौँ मनी जान आँटेको छु होइन इङ्गेजमेन्ट भइसक्यो अब बिहा पनि त्यति गर्दै आउने कि है ल हामी फाइनली मन्दिरमा पुगिसक्यो होइन अब पूजाको सामग्री किनेर पूजा गरेर हामी जान्छौँ हेर त के विचार यो घुम्टला कति हो दिदी 20 रुपियाँ ल्या 20 मात्रै हजुर यो चाहिँ 12 वटा यसमा ए हामीलाई एउटा भए पुग्छ नि ल एउटा यो पनि हाल्दिनु बिहा हानेर हिँडिदिन्छौँ यहाँबाट ए पूजाको सामग्री लिएर आयो कि हामी त यी घुम्टोमा ल्याएर आएछौँ आज हामी ए बिहा हानेर हिँड्यो भोलिदेखि मेरो घरदेखि लाइभ आउँछ नि अनि प्यारी
यहाँ जन्तीहरू नि जन्ती यत्रो जन्ती पनि आइसक्यो हाम्रो बिहा गर्ने मन्दिर है यहीँ गर्ने हामीले बिहे कहाँ टोटल बुढा मगर अब टोटल 20 मगरमा चेन्ज भइसक्यो के कहाँ गर्ने त मन्दिरमा बिहा गर्ने छाउ बिहे हुन लाग्यो हाम्रो बिहे हुन लाग्यो आज हामी बिहे मैले ठोक्यो हो क्याम्पमा होली अरे राम की होली अरे आर्यमा की होली बममा के खाउला दुईटी टेकोन्डो प्लेयर परेर तनाव बजे यहाँ ए मैले आर्यमा के खाने यिनले मन्थनमा के खान्छन् रे पूजा गर्ने बाइकको पूजा गर्ने भनेको के यो बाइकको पूजा गर्ने अगाडि यो कसमा गणेश मन्दिरमा जल चढाइ जानुपर्ने रहेछ जल चढाउन गइसक्यो हाम्रो प्यारी अब यहाँबाट बाहिर जाने बाहिर पूजा चाहिँ बाहिर हुन्छ है मन्दिरभित्र त पूजा चाहिँ बाहिर हुन्छ अनि यो अयो काँडा देउन आइसक्यो मलाई यार उस बस 1 नम्बर काँडा सक्यो 4 नम्बरको चाहिँ याद छ 4 नम्बर याद छ बस अरु बिर्सेकै ए टेकोन्डो प्लेयरसँग माया गर्नु पनि गाह्रो छ यिनले अब के खानेला मारै भन्ने बेर छैन ल अहिले के अरे बाइक सही पूजा गरेर अनि टिका लगाएर च्याट्ट परेर अब निस्किन आँट्यौँ होइन के कुरा चाहिँ खाने रे योचोटि 3 चोटि भएर 3 चोटिसम्म आइपुग्यो यही ठाउँ के अरे पहिला स्कुटी बुलेट अनि फेरि यो 3 चोटि आइसक्यो 1 वर्षमा अब फेरि आउँछु भन्दैछ के अरे होइन प्रगति होस् होइन राम्रो होस् उसलाई ओ फाइनल गाइजहरू अब यहाँबाट हाम्रो मैयाको घरबाट निस्किने बेला भइसक्यो ट्याकको अब उसकै कामले गर्दा उता तुलसीपुर जान आँटेको अनि तुलसीपुर उसको के अरे बुलेटको सनाखत केही गरिदिनु पर्ने छ त्यो गरेर चाहिँ अनि हामी आज छुट्टिन्छौँ म चाहिँ आज घर जानै पर्ने छ आज हामी आँटेको Let's hit the road.